4 घण्टामा 6000 रुपैयाँ कमाइ भयो ओटी। वेलकम चाहिँ सबैजनालाई स्वागत छ। म राजेन्द्र ढुङ्गाना तपाईँको साथमा फेरि आइसकेको छु आज नयाँ भिडियोको साथमा। आज चाहिँ मैले चाहिँ आफ्नो नयाँ काम म सिक्दैछु। सिक्दा पनि अस्ति गरेर सिकिसकेको थिएँ, आज चाहिँ म आफै गर्दैछु। तपाईँ देख्न सक्नुहुन्छ भिडियोमा पनि। यसरी मैले आज गर्दैछु लगातार कन्टिन्यू। अब 4 घण्टा यहाँ गर्ने हो। 4 घण्टामा कति काम छ तपाईँलाई म अन्तिमसम्म देखाउनेछु। हेर्नु भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है। अस्ति चाहिँ हल्का सिकेको, आज चाहिँ म आफै गर्दैछु। कस्तो हुन्छ हेर्दै गर्नु तपाईँहरू अन्तिमसम्म हेर्नु। आज चाहिँ हामी माथिको कम्पनीमा फेरि काम गर्दैछौँ। आज अहिले चाहिँ हामीले चाहिँ 3 घण्टामा आज चाहिँ काम गरेको। हामीले चाहिँ यो 3 घण्टाको काम, 3 घण्टाको काम मात्र यति गरेर 4500 रुपैयाँ पाकिहाल्यो। अब 1 घण्टा बाँकी छ। अब यति गरेर 3 घण्टामा 4500 रुपैयाँ पाक्यो। एउटा पिसको लगभग 20 रुपैयाँ पर्नको भनेपछि त कोरियामा त दुःखमा पैसै फाल्दो रहेछ नि त। यसो विचार गर्ने हो भने त तपाईँ हेर्नुहोस् त। अहिले चाहिँ अब ब्रेक टाइम भयो। अब 15 मिनट 10-15 मिनट ब्रेक टाइम भएर त्यसपछि फेरि काममा लागिन्छ। ओके, हाम्रो 4 घण्टाको आजको काम, 4 घण्टामा 6000 रुपैयाँ कमाइ भयो ओटी। 4 घण्टाको काम 2 जनाले यति गरियो। आजलाई ओके, बाई बाई। नेक्स्ट टाइम फेरि आउने छु तपाईँको माझमा। ओके, बाई बाई, सी यू अगेन।